त्यो टिभी स्ट्यान्ड ल्याउनु पर्थ्यो। हामी बाबा भोलिनाथसँग त्यसको लागि प्रार्थना गर्दछौँ। साथै आफन्तजनलाई गुमाउँदाखेरि उहाँलाई ठुलो पीडा परेको हुन्छ, शोक परेको हुन्छ, दुःख परेको हुन्छ। त्यसैले त्यो शोक पीडा दुःख सहन गर्न सक्ने शक्ति बाबा भोलिनाथले प्रदान गर्नुहोस्। शोकाकुल परिवारमा हामी गहिरो संवेदना व्यक्त गर्दछौँ। यो हाम्रो नित्य रूपमा चलिरहने आर्थिक कार्यक्रम हो। अहिले 19 वर्ष यसै गरी निरन्तर रूपमा चलिरहेको छ। सायङ्कालको बेलामा यतापट्टि बाबा भोलिनाथका मन्त्र गायन, देवी देवताका मन्त्र गायन सहित आरती हुन्छ। जुन मन्त्र गायनले तपाईँ हामी सबैलाई बाबा भोलिनाथप्रति समर्पित भएर उहाँप्रति श्रद्धाभाव, आस्थाभाव र विश्वासको भाव पालन गराउनलाई योगदान दिइरहेको छ भने पानीपट्टिको सबको दृश्यले जस्तो सब गरिरहेको छ, धन गरिरहेको छ, त्यो दृश्यले हामीलाई के देखाउँदछ भने हामी सबैको अन्तिम लक्ष्य यही हो। हामी सबै जति पृथ्वीमा जन्मलिन्छौँ ती सबैले यसै विषयलाई छोड्नुपर्छ र त्यो आत्मा परमात्मामा मिल्नेछ अथवा फेरि केही अवधिपछि आफू गरेको कर्मअनुसार त्यो फल भोग्नलाई फेरि जन्म लिनेछ भन्ने हाम्रो शास्त्रीय विधान छ। त्यही अनुसार हामी भक्तहरूलाई सुख होस्, शान्ति होस्, आनन्द होस् अनि मेरा सम्पूर्ण भक्तहरू साँच्चीकै सत्मार्गी बनन्, कुमार्गमा नलागुन्, सद्बुद्धि प्रेरणा प्रदान होस्, सबैले मङ्गलै मङ्गल, सबैले कल्याणै कल्याण होस्, सबैको आयु ऐश्वर्य वृद्धि होस्, रोग शोकादि पछाडि छिट्यो कि जङ्गल अल्कोहल बागपति गङ्गाको सम्पूर्ण देवी देवताको सम्पूर्ण भक्तहरूको सम्पूर्ण व्यक्तिहरूको नेपाल जननीको आरती कार्यको सनातन धर्मको आजको आनन्दको हिन्दू राष्ट्र नेपालको अब हामी सबैलाई पनि बाबा भोलिनाथ सम्पूर्ण देवी देवता सबै ठाउँबाट पनि जय होस्, कल्याण होस् भन्ने आशीर्वाद दिइरहेको यो हामीले आफै पालन कुमारी गइछौँ। अब यहाँ उहाँले भर्खर गरेर भन्दा अगाडि म एकैचोटि एक प्लेट भए पनि हामी सबैले मैले भन्नेछु यहाँ सबैले प्रेम साथ आस्थाको भावले बाबा भोलिनाथ सबैले ओम नमः शिवाय भन्नुहोस्। ओम नमः शिवाय, 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 ओम नमः शिवाय। परमेश्वर को सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्ति शान्ति शान्ति। आउनुहोस् एउटा सुन्दर कीर्तनबाट हाम्रो आरतीलाई शुभारम्भ गरौँ। साम्ब सदा शिव, साम्ब सदा शिव, साम्ब सदा शिव हर महादेव, साम्ब सदा शिव,
सांब सदा शिव सांब सदा शिव हर महादेव हर महादेव हर महादेव हर 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 महादेव सांब सदा शिव सांब सदा शिव सांब सदा शिव हर महादेव जय शशिशेखर जय अभयंकर जय गंगाधर जय महादेव जय शशिशेखर जय अभयंकर जय गंगाधर जय महादेव सांब सदा शिव सांब सदा शिव सांब सदा शिव हर महादेव सांब सदा शिव सांब सदा शिव सांब सदा शिव हर महादेव मंदारमाला कुलिताय काये कपालमाला कितसे धराया दिव्यांबरायच दिगंबराया नमः शिवाय च नमः शिवाय सुधा हिम धामयुतं सरदंगरबिंब समानकर शशिसूत सुधा हिम धामयुतं सरदंगरबिंब समानकर बहुरत्न मनोहरतायुतं तव नौमि सरस्वती पादयुगं रुद्रपितामह विष्णुतं हरिचन्दन कुङ्कुमपङ्कयुतम् भवभाव विभासित
कनकाट विभूषित भूति भवन भवभाव विभासित भिन्न पदम प्रभुचित समाहित साधुपदम तव नौमि सरस्वती पादयुगम रविरुद्र पितामह विष्णुतम हरिचंद्र जपे नित्यं जलवापे स्थले स्थिता पाठमात्रा भवे प्राज्ञो ब्रह्मनिष्ठ पुनः पुनः
सुर नर मुनि सब जा बात आके